सब्सक्राइब माय चैनल हेरेको त मजबुर हेरेको प्लिज सब्सक्राइब हम जाओ गरम है गरम यहाँ पे पैसा देने पड़ेगा गरम खाने पड़ेगा क्या फाइनली तो वेटिङ गरेर छ एकजना नआएसम्म नजाने भन्छ यहाँ खाली छ यहाँ आइफोन किनेछ यहाँ कसले यसले अब आइफोनको यो भिडियो हेर्दै बस्ने मात्रै अब यो चाहिँ इन्डिया गेट यो हाम्रो दिल्लीमा हो इन्डिया गेट भन्छ अनि यो बनाउनु मान्छे चाहिँ सोनम शेर्पा हो सोनम शेर्पा हो रे अब यसको इन्ट्रोडक्सन म गर्छु अब बनाउनु मान्छे चाहिँ ओके ओके I am photographer for India Gate. Wait. नहीं वो No. Wait. Your camera, your phone. Your face. नहीं मैं खुद करूँगा करो इसे अपनी तरफ करो। लो फिर हम आए इंडिया गेट भाई अब ये जब भी आप इंडिया गेट आए ना तो इनसे खींचो वाला फोटोग्राफी कराओ। हाँ भाई से बहुत बढ़िया खींच रहा है फोटो। 30 रुपीस चार्ज है। 30 रुपए चार्ज है बहुत बढ़िया खींच देगा। हाँ अच्छा पोज में मैंने भी अभी लिया है मैंने यहाँ डाला बहुत बढ़िया। जब भी आप आओ इनसे खिंचवाना। भाई झूठ बोल रहा है। और ये इंडिया गेट है ना अब इसको स्टोरी चाहिँ म भन्छु है यसको स्टोरी चाहिँ के हो भने चाहिँ तपाईहरुले जहिले नि बासमती चामल खानुहुन्छ नि जहिले यसको इन्ट्रोडक्सन गर्छु यो ताजमा चाहिँ के भने तपाईहरुले जहिले नि के रे बासमती चामल खानुहुन्छ नि त्यसको बोरा कि त त्यो प्याकेट लियो भने प्याकेटको खोल भन्छ नि त्यो हो यो चाहिँ त्यहाँदेखि चाहिँ अब यो हेरेर बनाएको रहेछ इन्डिया गेट भन्ने अब यो चाहिँ हिस्टोरी रहेछ बासमतीको चामल हेरेर त्यो बनाएको त्यो त बासमती चामल हेरेर बनाएको मैले बनाउनु मान्छे म फर्स्ट त्यहाँदेखि सेकेन्ड चामल बनाउनु चाहिँ आन्दर हेर्नु त खै बनाउनु चाहिँ आन्दर हेर्नु त चोर गरेछ आन्दर हेर्नु त खै टोपी लगाएर त्यही त यस्तो टोपी लगाएर अब जो भी देखो इंडिया गेट बनाने वाला ये है बोला हम है अभी मेरा यूट्यूब में देख लेगा ना तो इसको आगे कोई प्रॉब्लम है तो बता दे हमारे पास प्रूफ है अलिक उतै जाउँ मान्छे नउरा नि उसको पोस्ट Do you want get pictures click? नो थ्याङ्क्स दामी इन्डिया गेट पछाडि छ त्यहाँ जाने बाटो चाहिँ यहाँदेखि अन्डरग्राउन्ड रहेछ अब हामी जानु आँटेको अन्डरग्राउन्ड जानु आँटेको यहाँ फोटो खिच्न लागि 10-20 रुपियाँ लिँदो रहेछ राम्रो खिचिदिँदो रहेछ कालो गयो मलाई त तर मैले चाहिँ खिचेन यहाँ कोही कालै भइसकेछ अरे अब म पनि कालै देखेछ कि कस्तो देखेछ भाइ अब बरु हेर्नुपर्छ अब ताजमहललाई अलिक छेउदेखि हेरौँ है अन्डरग्राउन्ड रहेछ यहाँदेखि उतापट्टि घुसेर इन्डिया गेट लेख्छ अघि म मिस्टेक भएछ इन्डिया गेट रहेछ बासमती चामलको इन्डिया गेट अब हिस्टोरी थाहा छैन अब सानोदेखि देखेको त्यो के अरे बासमतीको बोरामा हो अब त्यही त भन्नु पऱ्यो सानोदेखि देखेको बासमतीको बोरामै हो अब त्यही हो अब है पैसातिर देख्छ त्यही हो अब त्यही हेर्नु आएको अब यसको हिस्टोरी चाहिँ के रहेछ म बरु गुगल गरेर राखिदिन्छु नि तपाईँहरूलाई अब इन्डिया गेट यस्तो रहेछ ठाउँ यत्रो ठुलो खाली रहेछ अहिले चाहिँ हामी यतातिर रहेछ इन्डिया गेट चाहिँ यहाँ होइन रहेछ उल्टो रहेछ सरी मिस्टेक भएछ उल्टो देखाएछ यहाँदेखि गयो ल इन्डिया गेट चाहिँ अब इन्डिया गेट छेउदेखि इन्डिया गेट यस्तो छ यस्तो छ इन्डिया गेट सो यहाँ छ इन्डिया गेट देख्दै हुनुहुन्छ ल अब अझै छेउदेखि हेरौँ है यस्तो छ इन्डिया गेट एक सेल्फी लिनु पर्ला जस्तो छ है ल बस्यो तिनजना एक सेल्फी लिउँ त्यो छेउमै गएर अलिक अब यस्तो सेल्फी एउटा भन्दा नि अब यहाँ अगाडि छ इन्डिया गेट हाम्रो ठ्याक्कै यस्तो छ हेर्नु होला अब म पहिला आएको थिइनँ फर्स्टचोटि हो छेउदेखि हेरेको त्यहाँ माथि इन्डिया लेखिएको छ तपाईँले देख्छ भने इन्डिया लेखिएको छ माथि यस्तो छ सो यो छ इन्डिया गेट अब छेउदेखि नै यस्तो छ
यसमा चाहिँ सबै शहीदहरूको नामहरू लेखिएको होला अब शहीद हो कि कसको नामहरू लेखिएको छ भन्छ त्यस्तो छ यही है त्यो इन्डिया गेट भनेपछि अब सरी यस्तो छ मान्छेहरू आउँदैछ घुम्नु तपाईँहरू पनि आएछ भने यस्तो छ गर्मी त गर्मी छ तर त्यति खासै छैन ठिकै भनौँ यहाँदेखि चाहिँ म क्लियर देख्छु होला तर यस्तो गर्दाखेरि चाहिँ कालो देख्छ कालो देख्छ अँधेरो देख्छ गर्मी लाग्यो ब्याक साइड रहेछ इन्डिया गेट खुल्ला शान्ति ठ्याक्कै इन्डिया गेटको छेउमा अनि खुल्ला रहेछ रमाइलो रहेछ पिसफुल यो चाहिँ को यो हाम्रो हिरो रिजर्भेसन तर हाइटमा अलिक कम गोविन्दा ल डान्स गर्दा यस्तो दामी भ्यू छ हेर्नु मलाई सुन पाएछ त्यही हिरो जस्तो गरेर नहीं पानी में नहीं डालेगा यस्तो छ भ्यू पानी छ ताजमहल छ यस्तो छ पानी त कहाँबाट तान्ने होला यमुना अब खै यमुनाको हो कि कहाँदेखि तानेको पानी त यस्तो घुम्नु आउँदो रहेछ हामीले अहिले यस्तो घुमेर चाहिँ पानी किनेको छु तिर्खा लागेर यस्तो छ यस्तो छ यस्तो गार्डनहरू रहेछ बस्ने ठाउँ मजाको अब फर्किने भयो फेरि यहाँदेखि फर्किने हो अब हामी फर्किने होला है ल अब हामी फर्किने रहेछ अब फेरि अर्को ठाउँ भेटौँ न अर्को ठाउँ अनि लाल किल्ला ताजमहल गान्धी म्युजियम इन्टरनेसनल गान्धी म्युजियम नेहरू गान्धी म्युजियम अनि 5-6 जग्गा चाहिँ छन् ल अन्त ल भोलि पर्सि हेरौँ अनि ल जहिले भ्याउँछ त्यतिखेर आउँछ है लास्ट ट्रिप चाहिँ सिङ्गापुर हो सिङ्गापुर Subscribe my सिङ्गापुर नेपाल Please सब्सक्राइबर पैसा ज्यादा आओ हम लोग खाएगा बाँडेर और खाएगा घूमेगा हम लोग हमें कहाँ घूमेगा Please subscribe पैसा ज्यादा आओ फिर हम लोग घूमेगा पैसा ज्यादा चाहिए यो चाहिँ ट्राफिकमा फस्यो ट्राफिक जाम अब हामी पनि अफिस ड्युटी सकेर जाँदैछौँ सबै सँगै जाँदैछ हामी ओइ अब घर फर्किने टाइम भएको 9 to 5 जब सक्यो अब यस्तो गएर अब त्यही हो अब मेट्रोमा अब अफिस टाइम सकेपछि यस्तो हुन्छ यस्तो ट्राफिक हुन्छ यहाँ पनि अफिस टाइम सकेको हामी ड्युटी सकेको यो